नमस्कार, म उपेन्द्र ठाकुर। आजको विषयवस्तु हो द आर्ट अफ लेटिङ गो अथवा छोड्न सिक्ने कला। हामीलाई धेरै कुराहरू जीवनमा छोड्न सिक्नु पर्ने हुन्छ र छोड्ने बानी अथवा व्यवहारमा पनि ल्याउनु पर्छ। जुन कुराले हाम्रो जीवनलाई अस्तव्यस्त बनाउँछ, जीवनमा अनावश्यक बोझ, पीडा, विगतका सम्झना र नकारात्मक भावनालाई छोड्न सकिरहेको हुँदैन। त्यो छोड्नाले के महत्त्वपूर्ण फाइदाहरू हुन्छ त्यसको बारेमा आज हामी चर्चा गर्नेछौँ। धेरै मानिसहरू विगतका गल्ती, सम्बन्ध वा दुःखलाई समातेर बस्दा वर्तमानमा खुसी हुन सक्दैन। विगतका कुरा र सकभर हामी दुखी दुईटा कुराले हुन्छ। एउटा पहिलो कुरा के हो भने बितेका कुरा जुन हामीले छोड्न सकेको हुँदैनौँ र भविष्यमा हुने कुरा जसको बारेमा हामी धेरै किसिमका योजनाहरू, प्लानहरू, उद्देश्यहरू बनाएका हुन्छौँ र त्यसको योजना अथवा प्लान अथवा यो भविष्यमा हुन्छ कि हुँदैन, यस्तो भइदियो भने के हुन्छ, अनावश्यक जुन छ त्यो विचारहरूको बारेमा सोचेर हामी आफ्नो अहिले प्रेजेन्टको अथवा वर्तमानको खुसीलाई अनुभव गर्न सकिरहेको हुँदैन। जुन चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ हामीलाई विगतमा भएको कुरा र भविष्यमा हुने कुरालाई लेटिङ गो गर्नको लागि अथवा छोड्न सिक्ने बानीले हामीले धेरै फाइदा दिने गर्छ। वास्तवमा कुनै कुरालाई छोड्नु भनेको हाम्रो कमजोरी होइन, बरु आत्मिक शान्ति र स्वतन्त्रताको बाटो हो। यसले हामीलाई स्वतन्त्र बनाउने गर्छ। विगतमा कुनै कुराले मनलाई दुखी पार्नुभन्दा राम्रो त्यो कुरालाई छोड्न सक्नुपर्ने हुन्छ। किनभने हाम्रो जीवनमा यस्ता यस्ता कुरा हुने गर्छ कि त्यो बारेमा सोचेर बेनाहकको समय गइरहेको हुन्छ, जसलाई हामी परिवर्तन गर्न सकेको हुँदैनौँ र गर्न पनि सक्दैनौँ। कुनै कुरा त यो मानव भन्ने जातिले गर्नै नसक्ने कुरा हुन्छ। त्यसको बारेमा सोचेर कुनै बेला हामीलाई धेरै बोदरिङ अथवा धेरै तनाव दिइरहेको हुन्छ। जस्तै उदाहरणको लागि आज पानी परिरहेको छ, पानी नपरेको भए कति राम्रो हुन्थ्यो भन्ने बारेमा सोचेर, अथवा आज धेरै गर्मी छ, चिसो भइदिएको भए, जुन कुरा हाम्रो हातमा हुँदैन त्यो कुरालाई पनि सोचेर कुनै बेला धेरै मान्छेहरूले यस्ता तनावहरू ल्याउने गर्छ आफ्नो जीवनमा। जुन तनावहरूलाई, जुन विषयवस्तुहरूलाई छोड्नु नै राम्रो हुन्छ र त्यसलाई बिर्सेर जानु नै राम्रो हुन्छ हाम्रो प्रेजेन्ट लाइफको लागि, वर्तमान जीवनको लागि। किनभने बितेको कुरालाई याद गर्दाखेरि मैले यस्तो गर्न सकिनँ, मेरो बुवाले यस्तो गर्न सक्नु भएन, मेरो भाइले यो पास गर्न सकेको छैन, मेरो त्यो बितेको समयमा भएको कुराहरूलाई सोच्नुभन्दा राम्रो अहिलेको अवस्थालाई इन्जोय गर्नु राम्रो। अहिलेको अवस्था जुन हाम्रो हातमा जुन प्रेजेन्ट छ, वर्तमान छ, त्यो विषयवस्तुलाई सोचेर त्यसको लागि काम गरेर हामी फाइदामा जान सक्छौँ या फाइदा उठाउन सक्छौँ वर्तमानको। न कि हामी फ्युचरको बारेमा सोचेर अथवा पास्टको बारेमा सोचेर तनाव लिनुभन्दा राम्रो वर्तमानमा भएको कुरासँग आनन्द लिनुपर्ने हुन्छ। यो पुस्तकमा आत्मस्वीकार, माफ गर्ने क्षमता, वर्तमानमा बाँच्ने कला, मानसिक सन्तुलन कसरी कायम राख्ने भन्ने विषयमा चर्चा गरिएको छ। यो द आर्ट अफ लेटिङ गो को कुरा गरिएको छु, अथवा छोड्नु पर्ने बानी पनि बसाल्नुपर्छ। एउटा इक्जाम्पलको लागि भन्नु पर्दाखेरि एउटा विकास सरले, इन्डियन सायद प्रोफेसर हुनुहुन्छ, बडा राम्रो इक्जाम्पल दिनुभएको थियो कि हामी बाटोमा गइरहेको छौँ, छेउमा
गाई भैँसी पल्टेको छ अथवा सुँगुर पल्टेको छ र सुँगुरले त्यो आफ्नो पुच्छरले हिलो छर्किदियो तपाईँको बडीमा, अनि हामी के गर्ने त? त्यो सुँगरसँग पहलमानी त गर्ने होइन, रिभेन्ज अथवा बदला त लिने होइन। हामीलाई जे जस्तो अवस्थामा हुन्छ त्यही अवस्थामा अगाडि बढ्नुपर्ने हुन्छ। भन्नुको तात्पर्य हाम्रो जीवनमा के भयो, के हुनेछ, त्यसमा बढी सोच्नु अथवा तनाव लिनुभन्दा राम्रो अहिले जे जस्तो अवस्थामा छौ त्यसको बारेमा सोच्नु उपयुक्त हुन्छ र यसले डर, चिन्ता र नकारात्मक सोचबाट मुक्त भएर नयाँ सुरुवात गर्न प्रेरित गर्ने गर्छ। यो पुस्तकले जीवनलाई हल्का, सरल, अर्थपूर्ण बनाउने उपायहरू प्रस्तुत गर्ने गरेको छ, जहाँ हामी विगतलाई छोडेर वर्तमानमा बाँच्न सिक्नुपर्ने हुन्छ। र यसको बारेमा भन्नुपर्दाखेरि मैले 25वटा बुँदाहरू लिएर आएको छु कि लेटिङ गो अथवा कुनै कुरा फ्युचरको बारेमा, पास्टको बारेमा सोच्नुभन्दा राम्रो उसलाई छोड्नुपर्ने हुन्छ। लेट गर्नुपर्ने, लेट गो गर्नुपर्ने हुन्छ, लेटिङ गो गर्नुपर्ने हुन्छ। यसले सबभन्दा पहिलो बुँदालाई यसो हेर्दाखेरि सबै कुरा राम्रो हाम्रो नियन्त्रणमा हुँदैन भन्ने कुरालाई स्वीकार गर्नै पर्ने हुन्छ। सपोज द्याट आज पानी परेको छ, पानी नपरेको भए, आज हडताल छ, हडताल नभएको भए, पेट्रोलको दाम बढेको छ, पेट्रोलको दाम नबढेको भए, त्यो सोच्नु बेकार। र अहिलेको बारेमा वाट एभर वी ह्याभ, यो अहिले प्रेजेन्ट अवस्थामा जे जस्तो तपाईँसँग छ, जस्तो अवस्थामा हुनुहुन्छ त्यसलाई स्वीकार गर्ने बानी पनि बसाल्नुपर्ने हुन्छ। विगतलाई समातेर बस्नु दुःखको कारण हो, यो पनि एउटा बुँदा हो। छोड्न सिक्नु भनेको हार मान्नु होइन, स्वतन्त्र हुनु हो। नकारात्मक सोचलाई पहिचान गरेर त्याग्नु पर्ने हुन्छ। कुनै बेला त धेरै जसो मान्छे जो एङ्जाइटीमा पसेको हुन्छ, जस्ट टोटली नेगेटिभ विचार मात्रै सोच्नुहुन्छ। कुनै पनि कामको, कुनै पनि कुराको जस्ट छिटोभन्दा छिटोले नेगेटिभ कुरा सोच्ने गर्छ, त्यो पनि नराम्रो कुरा हो, त्यसलाई त्याग्नुपर्छ। आफैलाई दोष दिन छोड्नुपर्ने हुन्छ। मै छु, म खराब छु, मैले यस्तो गरेँ, म यस्तो गर्न सक्थेँ, त्यसलाई त्याग्नु यानि छोड्नुपर्ने हुन्छ। अरूको अपेक्षाले होइन, आफ्नो मूल्यले जीवन बाँच्नुपर्ने हुन्छ। तपाईँको जीवन हो, तपाईँले कसरी जीवनलाई लिनुहुन्छ, जुन तरिकाले आफ्नो जीवनलाई बनाउन सक्नुहुन्छ त्यो तरिका रोज्नुहोस्। तपाईँको उद्देश्य के हो? तपाईँको ब्रेनले मात्रै जानेको छ, मनले मात्रै जानेको छ, अरूले जान्न पनि सक्दैन। त्यस कारणले होइन, अरूको अपेक्षाले होइन, आफ्नो मूल्यले जीवन जिउनुपर्ने हुन्छ। वर्तमान जीवनको प्राकृतिक भाग हो, वर्तमान नै जीवनको प्राकृतिक भाग हो, वर्तमानमा बाँच्नुपर्ने हुन्छ। भावनालाई दबाउनु भन्दा राम्रो स्वीकार गर्नु, दबाएर होइन, हामीलाई स्वीकार गर्नुपर्ने हुन्छ। माफ गर्न पनि सिक्नुपर्ने हुन्छ भन्ने एउटा बुँदा छ। अरूलाई पनि र आफूलाई पनि माफ गरिदिने, हामी आफूलाई पनि माफी दिनुपर्ने हुन्छ। अरे हर बखत मैले के गर्न सकिनँ, अरूले त्यस्तो गर्यो, अरूले होइन यतिसम्म पुग्यो, मैले के गर्न सकिनँ भन्नु नै हुँदैन। हामीले प्रेजेन्टमा र जे जस्तो अवस्थामा छौँ त्यस्तै अवस्थामा हामीलाई बाँच्नुपर्ने हुन्छ। र धेरै खुसी हुन्छ ऊ पनि जसको खुट्टा हुँदैन, धेरै खुसी हुन्छ ऊ पनि जसको आँखा हेर्दैन। र हामीसँग जति जे भए तापनि हामी खुसीसँग बाँच्न सकिरहेको हुँदैन। यो हाम्रो प्र्याक्टिस हो, यो हाम्रो व्यवहार हो। माफ गर्न सिक्नु अरूलाई पनि र आफूलाई पनि अहिलेको क्षणमा बाँच्न सिक्नुपर्ने हुन्छ। डरले होइन, साहसले निर्णय लिनुपर्ने हुन्छ। जति बेला पनि डराएर गर्नु नै हुँदैन। तुलना गर्नु नराम्रो कुरा हो। आफ्नो सीमालाई स्वीकार गर्नुपर्ने हुन्छ।
भावनात्मक बोझ कम गर्नुपर्ने हुन्छ, जीवन सरल बनाउने प्रयास गर्नुपर्ने हुन्छ। धेरै ठुलो म यस्तो म उस्तो ठाउँमा गयो भने -5 मा झरिन्छ। त्यसकारण धेरै गर्व है, धेरै घमण्ड पनि गर्नु हुँदैन। गाउँमा बस्ने मान्छे एउटा 2 तल्ले घर बनायो भने सबभन्दा धनी मै छु। त्यही मान्छे सहरमा आयो भने 2 तल्लेको कुनै भ्याल्यु हुँदैन या 4 तल्लेको कुनै भ्याल्यु हुँदैन। ठाउँमा गयो भने -5 मा झर्ने गर्छ। त्यस कारणले धेरै अहमता पनि राख्नु हुँदैन भन्न खोजेँ। र भावनात्मक बोझ कम गर्नु, नयाँ अवसरका लागि ठाउँ खाली गर्नु, जीवन सरल बनाउने प्रयास गर्नु, आफ्नो ऊर्जा सही ठाउँमा लगाउनु नै है ठुलो कुरा। र अरूको बारेमा सोचेर, बितेको समयको बारेमा सोचेर, बितेका कुराको बारेमा सोचेर, आउने कुराको बारेमा सोचेर धेरै तनाव गर्नुभन्दा राम्रो आफ्नो ऊर्जा आजको दिनमा अहिले राम्रो ठाउँमा लगाउने त्यति हो। सन्तुष्टि बाहिर होइन। यो धेरै किताबहरूले दिएको छ। मैले हुन त धेरै बुकहरू पढ्ने बानी छ र म अडियो बुकहरू पनि सुन्ने गर्छु। र धेरै किताबले त यो भनेको छ, धेरै लिभिङ स्टाइल है, जीवनमा बाँच्ने तरिकाको बारेमा किताबहरू पढ्यो भने है सन्तुष्टि वास्तवमा भित्र हुने गर्छ र भित्रै खोज्नुपर्छ। हामी भित्र खोज्नुपर्छ। शान्ति पनि हामी भित्रै खोज्नुपर्ने हुन्छ। खुसी पनि हामी भित्रै खोज्नुपर्छ। नयाँ सर्टले, नयाँ प्यान्टले, नयाँ गाडीले हामीलाई धेरै लङ लास्टिङ यो मिन्स धेरै समयको लागि खुसी बनाउन सक्दैन। र साँचो खुसी नियन्त्रणमा होइन, स्वीकारमा हुन्छ। हामीले स्वीकार गर्नुपर्छ जे जस्तो अवस्थामा छ। छोड्नु भनेको नयाँ सुरुवातको ढोका खोल्नु पनि हो। त्यस कारणले हामी कुनै कुरालाई छोड्दैनौँ, पुरै डिस्कस नगर्यो, लेटिङ गो गर्यो, छोड्ने बानीले साँच्चीकै हामी धेरै खुसी हुन्छौँ। र सानो सानो कुराले बोसले के भन्यो, दाइले के भन्यो, भाइले के भन्यो, छिमेकीले के भन्यो, सानो सानो कुरा यदि छोड्न सक्ने बानी छैन भने हामी वास्तवमा त्यति बेला तनावमा नै हुन्छौँ। र धेरै धेरै धन्यवाद हजुरहरूले मेरो यो 2 शब्द सुनिदिनु भएकोमा। थ्याङ्क यू।